Om Mani
चोलो चिनो गुल्स्योरानीलाई हो न्यै चोलो चिनो गुल्स्योरानीलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई एवं रेकी सोके कार्यक्रममा पालो हुने सबै भाइखलाको तर्फबाट सबै मेरो चेलीबेटीहरूलाई एकदमै वेलकम स्वागत छ। हजुरहरू आइदिनु भयो, हामीलाई एकदमै खुसी छ। हजुरहरू पाल्नु भयो, हजुरहरू खाजा खाइदिनु, चिया खाइदिनु, ड्रिङ्क्सहरू लिइदिनुहोस्। अनि त्यसपछि अब वर्ष दिन हो, अब दुःख सुख बिसाउने एउटा चौतारी हामीले पाएका छौँ। तपाईँहरू आइदिनु खुसी छ। खाजाहरू खाइसकेपछि स्टेज तपाईँहरूको लागि यहाँ खाली छ, स्टेजमा आइदिनु अनि आफ्नो कला देखाउनु। जो जतिले जतिको जानेको छ यहाँ आइदिनुहोस् अनि तपाईँहरू यहाँ कला देखाउनुहोस्। हामी तपाईँहरूलाई पर्खेर आएको छौँ। चले ख्वालगे जोसरी निके चले नक भाले सेसरी शोके चले ख्वालगे जोसरी निके चले नक भाले सेसरी पुष्पन्रे लोछारे बेलरी हो पुष्पन्रे लोछारे बेलरी हो पुष्पन्रे लोछारे बेलरी से लेंगो तो वे बेलारा ओ छल छुबैयो छमरु मेलरे ओ पुष्पन्रे लोछारे बेलरे छुट्टी र धीर खैमो हो
शोके चासी कोरीबा हो पुष्पन्द्रैलो छारे बेलारी हो पुष्पन्द्रैलो छारे बेलारी लामखेगी लुदा प्यारी बा झब्रिखेगी थासुवारी बा लामखेगी लुदा प्यारी बा झब्रिखेगी थासुवारी बा पचखेगी छोपा छोसी कोरी बा हो नासटोर बे बार बेरा लारी बा हो नासटोर बे बार बेरा लारी बा शुके चले ख्वाला घे जोसरी निके चले नक भाले से सिरी शुके चले ख्वाला घे जोसरी निके चले नक भाले से सिरी पुष्पन्द्रैलो छारे बेलारी हो छल छुबैयो कोडा नासरी हो पुष्पन्द्रैलो छारे बेलारी हो छल छुबैयो कोडा नासरी आया दो ठागो आया दो आजो बिरानो हुलारी हो बिरानो हुलारी आया दो ठागो आया दो आजो बिरानो हुलारी हो बिरानो हुलारी चुना सटोरे हो चुना सटोरे हो चुना सटोरे हो चुना सटोरे हो विदेशर दुखायोमा रोसैयो लमैबा विदेशर दुखायोमा रोसैयो लमैबा तले हो तमो बेना सटो पीबा तले हो तमो बेना सटो पीबा आया दो ठागो आया दो आजो बिरानो हुलारी हो बिरानो हुलारी न्यू छलेन टीरे न्यू छलेन प्राले हो चुना सटोरी हो चुना सटोरी हो चुना सटोरी हो चुना सटोरी
tamu maenyo yula khanamo Aya do thagu aya do ajo birano hiulari ho birano hiulari yo chalen tile yo chalen prale ho chuna satore ho chuna satore ho chuna satore
दुःख सुख बाँड्दा बाँड्दा हामीलाई एकदमै खुसी हुन्छ। त्यसकारण तपाईँहरू आइदिनु भयो, हामी काम चाहिँ कोर्न परेर चाहिँ एकदमै भाइखाना खुसी छौँ र आउने सालहरू पनि यही यस्तै निरन्तर पाइरहोस् भनी हामीलाई लागिरहेको छ। मलाई होस् भन्ने चाहना छ। प्रोग्राम सुरु हुन्छ, हजुर आइदिनु, अब साङ्गीतिक कार्यक्रम सुरु हुन्छ। ल हामी कामसेप कोन्डे परिवारको तर्फबाट तपाईँ चेलीबेटीलाई वान्स मोर वेलकम छ। अनि मेरो अब 2 शब्द यही राख्छु। तपाईँहरू आइदिनु भयो त्यही खुसी छु। होस् त, नमस्ते, जय कोन्डे, जय कामसेप कोन्डे परिवारबाट भाइखानाहरूलाई नमस्ते।
Padme Hum Om Mani Padme Hum Om Mani Padme Hum Om Mani Padme Hum Mani Padme Hum Mani Padme Hum Om Mani Padme Hum Om Mani Padme Hum Mani Padme Hum Om Mani Padme Hum Om Mani Padme Hum Om Mani Padme Hum Mani Padme Hum Om Mani Padme Hum Om Mani Padme Hum Satu buja. Baca buja dah pun dah. पचपन रुपया एकदम जो ज्यादा गर्छु अहिले म 51,055 रुपया अनि 51,055 रुपैयाँ
भाइ कलरको यो 12-20 गर्दै गयो भने त 14-15 पनि हुन्थ्यो होला। बिचमा विभिन्न कारणले कोभिडहरूले गर्दाखेरि 2-3 वर्ष ग्याप भयो। अहिले हाम्रो यो 12 संस्करण हो। हाम्रो आजको यस कार्यक्रममा हाम्रो नेतृत्वलाई स्वीकार गरेर हाम्रो चेलीबेटीहरू, गएहरू, हाम्रो पुसाहरू, भान्जा-भान्जीहरू सबै आइदिनुभयो। त्यसको लागि समय निकाल्नुभयो, तपाईँलाई एकदम धन्यवाद छ। र हाम्रो कान्छीकोले परिवारको भाइको त्यो भाइ कलरको हाम्रो सचिवको नाताले म कृष्ण गुरुङ फेरि तपाईँलाई फेरि नमस्कार। हाम्रो नर्मली कार्यक्रम लामो हुँदैन, भेटघाट गर्ने, चिन्जान गर्ने, त्यसको खास उद्देश्य चाहिँ चिन्जान गर्ने हो। अब हाम्रो भाइ कलर पनि अलिक सानो छ, त्यो पनि छरेर रहेको छ, कोही गाउँमा, कोही बजारमा, कोही विदेशमा। र सबैको अनुभव एकैचोटि हुँदैन। अघिल्लो पटक हाम्रो के दाइहरू आउनु भएको थियो, त्योबाट भाइको भाइहरू हुन्थ्यो होला। अब अहिले गर्दाखेरि कोही हामीले समावेश गर्न पाउँदैछौँ। त्यो हिसाबले म एउटा जानकारी के गराउन चाहन्छु भने अबदेखि हामीले कहिलेकाहीँ आफन्तहरू विदेशबाट आएको खबर सकेर मन्सिर गर्ने गरेका छौँ, कहिले फागुन पनि पुग्ने गरेको छ। त्यसलाई मध्यनजर गरेर हामीले के सल्लाह गरेका छौँ भने अबदेखि पुसको अन्तिम शनिबार गर्ने हामीले निर्णय गरेका छौँ। प्रत्येक वर्ष पुसको अन्तिम शनिबार हुन्छ। त्यो सबैले मध्यनजर गर्नुहोस्। अब त्यस्तै केही गर्ने नगर्ने परिस्थिति आइपरेको बाहेक अबदेखि पुसको अन्तिम शनिबार एउटा त्यो चाहिँ हामी जानकारी गराउन चाहे। अब हाम्रो यो कार्यक्रमलाई अगाडि बढाउनलाई हाम्रो क्लबको अहिले हाम्रो माइलाबा प्रेमबहादुर र माइली आमा विष्णु कुमारी उहाँहरू चाहिँ 84 वर्ष पुगेर अस्ति भर्खरै पूजा गर्नुभएको छ। त्यसको लागि चाहिँ उहाँलाई हामीले आश्रममा निम्ताइसकेका छौँ। उहाँलाई हामीले एउटा सानो सम्मानको कार्यक्रम राख्ने गरेका छौँ। त्यो सँगसँगै आजको यो अवसरमा उहाँले हाम्रो माइलाबाट माइली आमालाई हाम्रो सम्मान गर्ने कार्यक्रम छँदै थियो। उहाँले फेरि के गर्नुभएको छ भने हाम्रो भाइ कलरलाई 51,055 रुपियाँ प्रदान गर्ने निर्णय गर्नुभएको छ। त्यसको लागि उहाँलाई मुरै धन्यवाद। सबैलाई ताली बजाइदिनु होला। उहाँले 51,055 रुपियाँ भाइ कलरको पोस्टमा राख्नु। सोको लागि माइलाबाट माइली आमालाई उहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हामी कामना गर्दछौँ। त्यस्तै हाम्रो आसन ग्रहणको लागि हाम्रो वयोवृद्ध हाम्रो क्लबको साइनमा सबभन्दा ठुलो बुहारी हाम्रो आथे हुनुहुन्छ। हाम्रो आथे र टोमिजोको अरूलाई आसन ग्रहणको लागि हामी निमन्त्रणा गर्छौँ। उहाँहरू आसन ग्रहण हुनुहुन्छ। सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँदै हाम्रो भाइ कलबमा पनि र भान्जा-भान्जीको तर्फबाट अहिले केही कुराहरू केही नयाँ हामीले जति कार्यक्रमहरू नयाँ रूपमा गर्दैछौँ। दाम्पत्य जीवनमा प्रवेश गर्नुभएको छ, उहाँलाई पनि हामी सम्मान गर्ने कार्यक्रम छ। अब यस क्रममा हाम्रो माइलाबा र माइली आमालाई सम्मान गर्नको लागि खता लगाइदिनु भएको छ। कान्छेमा राजबहादुरले माइलाबाले भान्जा लगाइदिनुहोस् र हाम्रो भान्जा मीना कुमारी गुरुङले पछौडी दिनुहुन म अनुरोध गर्न चाहन्छु। अब हाम्रो भाइ कलबको तर्फबाट अध्यक्ष र हाम्रो आमा सभाको वरिष्ठ अध्यक्षले भान्जा पछौडी ओढाएर नवविवाहित दम्पतीहरूलाई सम्मान गर्दै हुनुहुन्छ। हाम्रो नवविवाहित जोडीहरूलाई उहाँहरूको सफल दाम्पत्य जीवनको हामी कामना गर्छौँ। कृपया सबैले ताली बजाइदिनु होला।
padme hum Om mani 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 padme hum ल अब हाम्रो भाइ खजाको कार्यक्रम सकिएको छ। अब हाम्रो चेलीबेटीको तर्फबाट माइलाबा र माइती आमालाई माइलाबा प्रेमराज र माइती आमा विशुद्ध मानिसहरूलाई 1284 वर्षको उपलक्ष्यमा खदा चढाइदिने सायद हाम्रो वयोवृद्ध बुबुको तर्फबाट गर्दै हुनुहुन्छ। फुल चढाइदिनुहोस्। भाङ्रा र पछौडी दिँदै हुनुहुन्छ उहाँले। Nie wiadomo co nie rodzice. Lubianie mówi też sam ile ty ją teraz Siya. Mati garajo. सँगसँगै सौभाग्य भन्ने हाम्रो जुन देउता हुन्छ आयुको देउता त्यसको मूर्ति पनि उहाँले चेलीबेटीको तर्फबाट माइलाबाट माइली आमालाई प्रदान गर्दै हुनुहुन्छ। त्यसको लागि पनि हाम्रो चेलीबेटी समूहलाई धेरै धेरै धन्यवाद। Ayo lihat ni dia di sini. Coba ni dia tak gimana malai. Hai. Amela tu toilet tu. Terus sedang. Coba ni. Ayo itu. Jangan itu. Mani padme hum Om 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 mani padme hum
Bisa है बताइको है बताइको कि सत्ताभरि खुसी सदाभरि खुसी यो भाइखलाको कार्यक्रम जुन वार्षिक कार्यक्रम भइरहेको छ त्यसमा हाम्रो स्वर्गीय श्रीमान सालबाबु पाँच छोरी सुन्दरको हाम्रो अमृत भाइको दिदी सीता दिदी र भेना हिर्काजी भेना पहिलोपटक उहाँको हाम्रो यो कार्यक्रममा सहभागी हुनुहुन्छ धेरै वर्षपछि यो अवसर जोडेको छ र यसमा हाम्रो भान्जी पनि आइपुग्नु भएको छ सामिल भान्जी तपाईँले सबैले चिन्नु भएको छ र हिर्काजी भेनाको कुरा गर्दाखेरि उहाँ अहिले एनआरएमको अध्यक्ष हुनुहुन्छ साथै एनआरएम भन्नाले गैर आवासीय अन्तर्राष्ट्रिय स्तरको एउटा संस्था हो त्यसको युके च्याप्टरको उहाँ अध्यक्ष हुनुहुन्छ भूतपूर्व तमोनी युकेको अध्यक्ष हुनुहुन्छ र हाम्रो दिदी भेना र भान्जीलाई सम्मान गर्नको लागि चाहिँ हाम्रो भाइखलाको अध्यक्ष राजबहादुर गुरुङ र हाम्रो मिना भर्नुलाई अनुरोध गर्न चाहे सानो एउटा चिन्नु है वेलकम एउटा चिन्नु हो वेलकम फर फेभरेट क्लास है ल हाम्रो यो सम्पूर्ण भाइखलाको तर्फबाट हाम्रो मैतीबाट हाम्रो चेलीबेटी हाम्रो साथैमा हाम्रो सधैँ हिरो नै भइरहेको हाम्रो छोरीलाई ठिक छ जहिले पनि नेपाल आइरहेछ संसारमा आमा बाबासँग होइन अहिले बिहा गरेर छोरीलाई वेलकम है त्यो सँगसँगै गत वर्ष चाहिँ एसएससी परीक्षामा हामीले यो कार्यक्रम पहिला गरेको छैन फर्स्ट टाइम गरेको छौँ र हाम्रो प्रधानमन्त्रीको कान्छी सुपुत्री कृतिका गुरुङले उल्लेख गर्नुभएको छ र उहाँले दर्शनीको लागि पढाइको लागि लानमा हुनुहुन्छ हाम्रो छोरी यहाँ पनि सदा लगाएर हाम्रो जमानदारीले सम्मान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु
Mani Padme Hum 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 Mani Padme Hum
पुरे धोले भारत चिमल धोले सुबास किसी पुरे धोले भारत चिमल धोले सुबास किसी गुनगुनले खमो नामे गुनगुनले खमो नामे सैनोरी माया केसी सैनोरी माया केसी जुजो बन पिस्यो क्योलाई नहीं खो बई गोलो मारा जुजो बन पिस्यो क्योलाई नहीं खो बई गोलो मारा सिरी भूमि साची थे सिरी भूमि साची थे तारी नहीं मोर बेसारा तारी नहीं मोर बेसारा Engulsho, tomare pomida. Engulsho, tomare pomida. Nenesi ayado, nenesi ayado. Engulsho, saimori teri mo. Engulsho. सैंघोरी तेरी मो एंगोलो हुई मारे भूमि दो एंगोलो हुई मारे भूमि दो लोलो सिया बादो बोलो मैं क्यों लाई मेरी मो बोलो मैं क्यों लाई मेरी मो मुर्स्यो सैंघोरी तेरी मो बोलो मैं क्यों लाई मेरी मो आखैमा बसी गयो कहिले म त बोलाउन सकिन के गरौँ आखैमा बसी गयो कहिले आखैमा बसी गयो कहिले म त बोलाउन सकिन के गरौँ आखैमा बसी गयो कहिले आखैमा बसी गयो कहिले म त बोलाउन सकिन के गरौँ आखैमा बसी गयो कहिले बातै गएर प्रिय साथैमा बसेर बातै गएर प्रिय साथैमा बसेर किन हिँड्छौ प्रेमलाई छोडेर किन हिँड्छौ प्रेमलाई छोडेर म त आँसुले रोइ रोइ छु म त
आँसुले रोइ रोइमा छु हाय म के गरौँ हाय म के गरौँ आँखैमा बसी गयो कोहीले बोलाउन सकिन के गरौँ आँखैमा बसी गयो कोहीले आँखैमा बसी गयो कोहीले बोलाउन सकिन के गरौँ आँखैमा बसी गयो कोहीले Thank you.
को तर्फबाट हाम्रो कान्छीको भाइ खण्डलाई पनि 25,000 र चेलीबेटीको सम्पदा पनि 25,000 प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। र यो रकम बुझाउँदै हुन हाम्रो भाइ खण्डको अध्यक्ष र आमा समूहको अध्यक्ष हाम्रो मिना कुमारी भाउजू र राजधानी कान्छी बाबा अनुरोध गर्न चाहन्छु। त्यसै गरी चेलीबेटीको सम्पदाबाट पनि रकम ग्रहण गर्न आयोजन हुन अनुरोध गर्न चाहन्छु। हाम्रो नवविवाहित छोरी हाम्रो सौती राजा हाम्रो भूपू चन्द्र कुमारीको सुपुत्र दीपक गुरुङ र अनिता गुरुङले पनि कान्छीको भाइ खण्डलाई उहाँको मावली कलकलाई 20,100 त्यस्तै चेलीबेटीहरूलाई पनि 20,100 प्रदान गर्नुभएको छ। उहाँलाई पनि एकदम धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना गर्दछु र रकम ग्रहण गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। Money,
रे